यस्तो जाडोमा नुहाउनु कसरी तातो भन्दै नुहाउँदा नि मलाई यस्तो गाह्रो छ भनेपछि बाई गाइज नुहाउने पर्छ नुहाएर आउँछु फाइनली गाइज मैले नुहाइसकेँ यस्तो जाडो भगवान् फाइनल चाहिँ मैले नुहाएँ अनि अब चाहिँ म रेडी हुन्छु आज चाहिँ मेरो दिदीको घरमा जाने प्रोग्राम छ प्लान छ अनि त्यसपछि हेरौँ के हुन्छ ह्याप्पी माघे सङ्क्रान्ति एभ्रिवान रेडी भयो दिदीको घरतिर जान लागिरहेको छु म चाहिँ राइट पर्खिरहेको छु म चाहिँ दिदीकोमा आइसकेँ अब दिदीले मलाई टिका लगाएर पैसा दिनुहुन्छ कति दिनुहुन्छ हेरौँ है त अलि धेरै पैसा पाउनु ठुली मान्छे हुनु बोलाएको 10 बजे 12 बजे आउनु सधैँभरि भोकै कुरा राख्नु त्यसैले दामी बनाउँछु तेल लगाइदिन्छु चिसो जान्छ नि दाजु चिसो खानु पर्छ है अब लागि तयारी हुँदैछ होइन मैले यसलाई खाना बोलाएको यो खानु खाएर बसिरहेको थिएँ त्यसो भन्न मिल्दैन के पाकिरहेछ भनिदिनुहोस् त मान्छे दिदी हाम्रो आज संक्रान्तिको लागि मटन चिकन आलु केराउ काँक्राको अचार टाउ पापड अनि आज मासु चाहिँ मैले पकाएको वाउ दुईटै अनि अचार चाहिँ मनसा दिदीले बनाउनु भयो अचार ब्राउनहरू चाहिँ खानाहरू चाहिँ अनि हामी चाहिँ बिहान नुहाइ गरेर है त्यसपछि के गर्नु अरू तिलको लड्डुहरू खायौँ होइन त्यसपछि सक्खर खण्डाहरू खायौँ गन्जी पनि खायौँ के गन्जी भने गन्जी भने स्पेसल गन्जी हो गाइस दिदीले भन्छ हामीले पनि पाउँछौँ कि नै गन्जी भने 500 रुपियाँ रातो गन्जी खान्छौ कि सेतो गन्जी ए ओके ड्यू फ्यान्डा कि वाइन आज काममा काम काटियो जस्तो लाग्छ आज पनि बिचारा उछ त अचार हाले ए नानी अचार सबै हाल्छ उसलाई छुरे जस्तो छैन खै मनले दिला कुन चाहिँ हो म चाहिँ घ्याप्पै खान्छु है यहाँ चाहिँ मटन छ यहाँ चाहिँ चिकन पापड भइहाल्यो प्राउन भइहाल्यो काँक्रो पनि छ यहाँ अचार पनि भयो पुलो हो कि खाना हो यो खाना ए वाउ च्याक्ला हो यो प्राउन सक्यो दिदी बुझ्नु न मिलाएर त्यही हो अब म चाहिँ खान्छु खाने बेला कुरा गर्नु हुँदैन त्यही भएर बाई गाइस हामीले चाहिँ खाना खाइसक्यौँ अनि त्यसपछि खाना खाइसकेपछि के बाँकी हुन्छ त भाँडा माझ्न यत्रो भाँडा माझ्नुहुन्छ हाम्रो दिदीले होइन कति दुःख भयो उहाँलाई के गर्नु दिदीकोमा आएको थिएँ अनि दिदीले चाहिँ मलाई केही दिन्छु भन्नुभएको छ भित्र जानुभएको छ लिनलाई अब के छ मलाई थाहा छैन गेस गर न के दिनुहुन्छ होला दिदीले मलाई ये खै गिफ्ट फर यु के हो माइक हो ये थ्याङ्क यू दिदी मलाई चाहिरहेको थियो साँच्ची नै ओ मलाई हेलमेट चाहिरहेको थियो यो खोइ खोलौँ न मानिकेले गिफ्ट दिएको के हो यो दिदी दुईटा खाता नि दुईटा हुन्छ र एउटा होइन दुईटै हुन्छ दुईजना थ्याङ्क यू दिदी वा कन्टेन्ट बनाउनु हस् हुन्छ आज 15वटा फोटो खिच्यो होला भिडियो कति धेरै बनाएँ तर मलाई एउटा राम्रो देखिन एउटा हालत मेरो ब्यागको लुगाको जुत्ताको यस्तो छ होइन अब त मिलाउनु पर्ने हुन्छ त्यही हो 2 घन्टादेखि म फोटो र भिडियो नै खिचिरहेको छु तर मेरो एउटा फोटो न भिडियो एउटा केही राम्रो आएन रियलमा चाहिँ राम्रै देखिरहेको छु प्यारेट कलर अनि त्यही हो अब चाहिँ म फर्किनु पर्ने हुन्छ मेरो त्यही भएर चाहिँ म रेडी हुन्छु जानलाई